आदरणीय कवि गोविन्दराज विनोदीज्यूको कविता विदेशमा बस्ने नेपाली प्रति। जे कारणले गयौ पर भयौ पक्कै थियो बाध्यता, आकांक्षा सुखका थिए तर सधैँ सङ्कष्ट भोग्यौ यता। मान्छे खोज्छ सदैव सौख्य सुविधा, खोज्यौ तिमीले पनि बस्दै छौ जुन देशमा, बस उही सम्पन्नशाली बनी। तिम्रा सन्तति छन् उतैतिर पढी रम्दै बसेका उतै, आफ्ना व्यवसाय जागिरसँगै जम्दै बसेका उतै। फर्कन्छौ पछि भन्दछौ किन तिमी ढाँटेर आफै प्रति, फर्कन्छौ कसरी यता फर्कन्छौ कसरी यता र सहजै छाडी उता सन्तति। जो बस्छन् युगको नयाँ प्रविधिको सौविध्य छाया मुनि, चाहन्नन् तिनले त आउन यता जस्तै परे तापनि। जे चाह्यो सब मिल्न सक्दछ उता, गाडी तथा बङ्गला पाइन्छन् सब थोक किन्न ऋणमा, छन् मार्ग सारा खुला। दुखी छन् जनता यतातिर निकै, पीडा छ सन्ताप छ भन्ने यो तिनका अदृष्ट दिलमा, मैलो कुनै छाप छ। आए तापनि घुम्न केही दिन यता, मान्दैन बस्नै मन, फर्कन्छन् सुविधामुखी सहरमै खोजी सुखी जीवन। छौ युरोप अमेरिकातिर कि वा अस्ट्रेलिया क्यानाडा, जोगाई बस है निरन्तर तिमी आफ्नो स्वयं अस्मिता। सक्छौ खोल्न उतै पवित्र मनले संस्थाहरू शैक्षिक, नेपाली पनि पढ्न लेख्न जनले पाउन् भलै ऐच्छिक। बस्नै हो नि जहाँ बसे पनि तिमी नेपाल बोकी बस, आफ्नो रितलमा सदैव जननी नेपाल रोपी बस। नेपाली पनि बोल है दिन दिनै ती बाल बच्चासित, नेपाली पनमै सदा बस तिमी भई नित्य सम्मानित। केही छैन तिमी र सन्तति यता, आए नआए पनि नेपाली महु गर्व साथ भन है निर्द्वन्द्व आफ्नो बनी। फैलाऊ अनि विश्वमा अति महान पौरस्त्य त्यो दर्शन, साझा मानववादमा अडिग होस् तिम्रो सदा चिन्तन। आफ्नो संस्कृति वा कला नभुल है कहिल्यै कुनै शर्तमा, नेपाली नफसुन् कुनै पनि कतै दुष्कर्मको गर्तमा। निष्ठावान सब बन्नु पर्छ जहिले त्यो मातृभाषा प्रति, यही वाणीसित शिष्ट जागृत बनोस् तिम्रो। निष्ठावान सब बन्नु पर्छ जहिले त्यो मातृभाषा प्रति, यही वाणीसित शिष्ट जागृत बनोस् तिम्रो नयाँ जागृति। बोलायो प्रिय देशले यदि भने सोधेर आत्मासित, सक्छौ आउन फर्किएर घरमा आमा हुनिन् हर्षित। राख्छिन् आँचल भित्र हृद रसली, वात्सल्य कि सागर
जननी निमित्त कहिल्यै